हेलो नमस्कार वेलकम टू माई युट्युब च्यानल। तपाईहरु सबैजनाले हेर्नुहोस्, यो चाहिँ हामीले प्लान्टहरु रोपेको फुलहरु रोपेको छौं। धेरै किसिमको हेर्नुहोस् है। यो चाहिँ तपाईको सेतो फुलिरहेको छ, यो बट्टातिर फुल रोपिरहेको छ। यहाँ अर्किड देखि लिएर तपाईलाई हरेक फुल चाहिँ यहाँ तपाईले देख्न सक्नुहुन्छ। हेर्नुहोस् है, म तपाईलाई एक एकवटा फुल देखाइरहेको छु। यो यसको नाम थाहा छैन, तर मजाले फुलिरहेको छ। हेर्नुहोस् है, तपाईलाई कतिको मजाको इन्ट्रेस्ट लाग्दो भिडियो आउँदैछ, सुरु हुँदैछ। तपाईले हेर्नुहोस् यो भिडियो चाहिँ हैन, यो अर्किडहरु भरि खालखालको अर्किडहरु छ। तपाईको यहाँ तपाईको फुलको बिजनहरु राखेर सबै सिड सारिरहेको छ। हेर्नुहोस् है, मजाले यस्तो रमाइलो खालके भिडियो चाहिँ यस्तो खालके हामी शेयर गर्दैछौँ। तपाईहरुले यो सबैजनाले शेयर गर्नुहोस्, कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्। तपाईहरुले संसारभरि इन्डियाभरि तपाईहरुले फैलाइदिनुहोस् यो भिडियोलाई। तपाईले यो सिबी देख्नुहुँदैछ, सिबी यस्तो लट्टा फल्छ है, तर यो चाहिँ गाँजा हो। यो गाँजा चाहिँ यो गाई गोरुहरु छेड्दा ओर्दा चाहिँ यो दबाई हो, जडीबुटी। यो मकै हेर्नुहोस्, मकै अदुवाहरु मजाले आइरहेको छ। यो खेती किसानहरु गरेको जग्गाहरु हो है। किसान अदुवा भर्खर रोपेको 10-15 मन रोपेको अदुवा, ड्यामे अदुवा छ चारै सबै घरमा। मकैहरु मजाले पातहरु हरियो भएर आइरहेको छ। हेर्नुहोस् है, यो चाहिँ परपरा अब सबैतिर खोर्सानी पनि किनेर खानु पर्दैन। हाम्रो त घरको छेउमा खोर्सानी पनि फलिहाल्छ। यो जस्तो तपाईहरुले बजारमा किन्नुहुन्छ यही खोर्सानी चाहिँ हामी घरमा रोप्यो भने यसरी फलेर खानु सक्छ। हेर्नुहोस् है, यो खोर्सानीको दाम कति महँगो छ। हेर्नुहोस् है, यो फुल हेर्नुहोस्, फ्लावर यस्तो दामको एउटै बोटो चाहिँ तपाईको कलर फुल छ। यो कुकुर हेर्नुहोस्, गरमले कस्तो भइरहेको छ, हप भएर चाहिँ यो शीतल परि जाँदैछ। यो चाहिँ आँपको रुख हो। यो आँप चाहिँ यत्रो डरलाग्दो लट्टै आँप फल्छ। त्यहाँ माथि हेर्नुहोस् है, मजाको चराको गुण पनि रहेछ त्यहाँ माथि, मजाले हेर्नुहोस् हैन। अब देख्नुहुन्छ होला त्यो पनि। अब यहाँदेखि म फेरि फिर्ता चढ्दैछु। अब फेरि फर्केर जानुपर्ने छ, घरतिर जानुपर्ने छ। अब हेर्नुहोस्, यो मकैको जुङ्गाहरू लागिसक्यो, धान चमरहरू निस्किसक्यो। यो मकै चाहिँ पाक्ने बेला भइसक्यो है गाइस। तपाईहरुले मकैहरू खानुहोस्, मजाको अहिले टेस्टिलो रसिलो मकैहरू हुन्छ। मजाले यसलाई चाहिँ रमाइलो गर्नुहोस्, रमाइलो गरेर हेर्नुहोस्। तपाईहरुले पनि यो तपाईहरुले संसारैभरि फिन्जाइदिनुहोस्। यस्तो अब खेती किसानहरू कस्तो मजाले गर्दछ। यहाँ सिबी हेर्नुहोस्, सिबी पनि लट्टै फलिरहेको छ। यो सिबीको तर बजारमा भाउ छैन, यहाँ बस्तीमै खानुको लागि त यो सिबी पनि। हेर्नुहोस् है, यो पुदिनाले चाहिँ के को दबाई भने यो ग्यास्ट्रिकहरुमा तपाईको मिन्टहरु बनाउँदाखेरि चाहिँ यो तपाईको यो मिल्कसेकहरु बनाउँदा त्यस्तोमा यो तपाईको पुदिना हाल्नुपर्छ। यो काँक्रा चाहिँ अब लट्टै फल्न आँटेको छ, चिचिला चाहिँ पुरा लाग्दैछ यो काँक्रातिर। यो बस्तीको टमाटर देख्नु भयो होला, यो बस्तीको टमाटर चाहिँ गुन्द्रुकतिर हालेर खाने यति मिठो अमिलो हुन्छ। तपाईहरुले यो टमाटरहरुलाई यसो टेस्ट गर्नुपर्छ। हामी यहाँबाट बस्तीबाट कति पठाइरहेको हुन्छ। अब झन् यो डल्ले खोर्सानी त अर्ग्यानिक हो। अर्ग्यानिक डल्ले खोर्सानी तपाईहरुले किन्नु सक्नुहुँदैन होला, 400-500 रुपियाँ केजी छ। यो चाहिँ अहिले भर्खर चिचिलाहरू लाग्दैछ, अलिक छिपेको छैन। यो चाहिँ छिपेपछि तपाईहरुलाई भइहाल्छ, बजारैभरि सस्ता हुन्छ। तपाईहरुले यो लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, शेयर गर्नुहोस्। तपाईलाई हेर्नु मन